सोच्नुस् त, एउटै स्कुल जसले सिङ्गो गाउँलाई नै विभाजित गरिदियो। आज हामी एउटा यस्तै कथा खोज्दैछौँ, 90 वर्ष पुरानो इतिहासको पाना पल्टाउँदैछौँ, जसले आज पनि हामीले भोगिरहेको शैक्षिक असमानताको जरा कहाँ छ भनेर देखाउँछ। जनसङ्ख्याको हिसाबले तामाङ समुदाय नेपालको तेस्रो ठूलो आदिवासी जनजाति समुदाय हो। सङ्ख्यामा उनीहरू निकै अगाडि छन्। तर जब साक्षरताको कुरा आउँछ, राष्ट्रिय स्तरमा उनीहरूको स्थान 59औँमा झर्छ। यो कस्तो अचम्मको खाडल हो। यसले एउटा गम्भीर प्रश्न खडा गर्छ। आखिर यो अन्तर कसरी पैदा भयो त? हो, यसकै जवाब एउटा सानो गाउँको कथामा लुकेको छ। आउनुहोस्, त्यही कथामा डुबुल्की मारौँ। हाम्रो कथाको सुरुवात हुन्छ काभ्रेको डाप्चा गाउँबाट। त्यो बेलाको कुरा हो जब त्यहाँ कुनै औपचारिक स्कुल थिएन। तर गाउँमा 3 प्रमुख समुदाय थिए र शिक्षासँग उनीहरू हरेकको सम्बन्ध एकदमै फरक थियो। हेर्नुस् त, स्कुल नहुँदैमा ज्ञान थिएन भन्ने होइन, हरेक समुदायको आफ्नै ज्ञान प्रणाली थियो। ब्राह्मण समुदाय धर्मग्रन्थमा पोख्त थिए, नेवार समुदाय व्यापारको हिसाब किताबमा, अनि तामाङ समुदायको त आफ्नै मौखिक र लिखित परम्परा चलिआएको थियो। ब्राह्मण समुदायको लागि त लेखपढ भनेको पेसा पनि थियो, परम्परा पनि। ज्ञान घरबाटै सुरु हुन्थ्यो र यो उनीहरूको जीवनको एउटा महत्त्वपूर्ण हिस्सा थियो। उता नेवार समुदायको लागि भने साक्षरता भनेको व्यापारको लागि एउटा हतियार जस्तै थियो। शिक्षाको सोझो अर्थ थियो एउटा सफल व्यवसाय। अनि तामाङ समुदाय, उनीहरूको आफ्नै एकदमै परिष्कृत ज्ञान प्रणाली थियो। तर समस्या के थियो भने राज्यले यी प्रणालीहरूलाई कहिले शिक्षाको रूपमा गनेन। उनीहरूको शिक्षा मौखिक परम्परा र आफ्नै सम्भोटा लिपिमा आधारित थियो, जुन त्यो बेलाको सरकारी पाठ्यक्रमभन्दा पुरै फरक थियो। अब कथाले एउटा रोचक मोड लिन्छ। त्यो राणा शासनको समय थियो, जब आम मानिसलाई शिक्षा दिनुलाई अपराध जस्तै मानिन्थ्यो। तर त्यही बेला डाप्चामा एउटा स्कुल खुल्यो। यो आफैमा एउटा पत्याउन नसकिने कुरा थियो। यो समय रेखाले त झन् अचम्ममा पार्छ। एकातिर चन्द्र शमशेरले देशैभरि स्कुलहरू बन्द गराइरहेका थिए, अर्कोतिर उनैले डाप्चामा चाहिँ स्कुल खोल्न कसरी स्वीकृति दिए? यो एउटा रहस्य नै हो। र हाम्रो कथाको केन्द्रबिन्दु यही हो, डाप्चाको भूपाली पाठी। 32 वर्षसम्म यो सार्वजनिक पाठी नै त्यो गाउँको एकमात्र स्कुल बन्यो। अनि यी हुनुहुन्थ्यो पण्डित रामप्रसाद डिटाल, त्यो स्कुलका एक्ला शिक्षक। सरकारले उनलाई एउटै मुख्य काम दिएर पठाएको थियो, संस्कृत पढाउनु। यसले गर्दा स्कुलको पाठ्यक्रम सुरुदेखि नै निकै साँगुरो हुन पुग्यो। ल, स्कुल त खोल्यो, तर त्यो पर्खालभित्र के भइरहेको थियो त? कसरी एउटै पाठशालाले गाउँका समुदायहरूलाई फरक फरक बाटो देखायो? अब त्यो हेरौँ। देख्नुभयो, स्कुलको पाठ्यक्रम सबैका लागि समान थिएन। संस्कृत मुख्य रूपमा ब्राह्मण विद्यार्थीहरूका लागि थियो। नेवार समुदायले त आफ्ना छोराछोरीका लागि लेखा र गणित जस्ता व्यावहारिक विषयहरू राख्न लगाउन नै निकै सङ्घर्ष गर्नु पर्यो। त्यो बेलाको कठोर सामाजिक व्यवस्था स्कुलभित्र पनि छर्लङ्गै देखिन्थ्यो। शिक्षक सुरुमा गैर ब्राह्मण बालबालिकालाई पढाउन हिचकिचाउँथे, जसले गर्दा त्यहाँ एउटा सामाजिक तनावको वातावरण बनेको थियो। कक्षा कोठाभित्रै समाजको तस्विर देख्न सकिन्थ्यो। संस्कृत पढ्नेहरूको दर्जा माथि, लेखा पढ्नेहरूको तल। अनि तामाङ समुदायका लागि त यो पाठ्यक्रम पुरै बिरानो थियो। उनीहरूको जीवनसँग मेलै खाँदैनथ्यो। यो ऐतिहासिक कागजातले स्कुलको वास्तविकतालाई अझ स्पष्ट पार्छ। दर्ता भएका जम्मा 21 परिवारको सूचीले नै बताउँछ कि त्यो शिक्षामा वास्तवमा कसको पहुँच थियो र को पहुँचबाट बाहिर थियो। अब हामी फेरि सुरुको त्यो अचम्म लाग्दो तथ्याङ्कमा फर्कन्छौँ। कसरी यो 90 वर्ष पुरानो कथाले आजको त्यो खाडललाई व्याख्या गर्छ, अब त्यसलाई जोडौँ। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने त्यो स्कुलको काम अक्षर चिनाउनु मात्र थिएन, बरु त्यसले समाजमा पहिलेदेखि नै रहेको उच-नीचको व्यवस्थालाई अझ बलियो बनाइरहेको थियो। भन्नुको मतलब त्यो स्कुलले अवसरको एउटा असमान दौड सुरु गरायो। ब्राह्मण समुदायलाई दौडिनको लागि तयार बाटो दियो, नेवार समुदायले सङ्घर्ष गरेर आफ्नो बाटो बनाउनु पर्यो, र तामाङ समुदायलाई त दौडमा सामेलै गराइएन। सुरुमा पाएको यही सानो फाइदा पुस्ताइँसम्म थपिँदै गयो। यसले कसैको लागि अवसरका ढोकाहरू खोलिदियो भने कसैको लागि सधैँको लागि बन्द गरिदियो। आज हामीले देख्ने शैक्षिक असमानताको जरा यहीँनेर छ।
र यो नै आजको हाम्रो मुख्य सन्देश हो। हामीले आज देख्ने असमानताहरू संयोगले बनेका होइनन्, यी त धेरै पहिले बनाइएका संरचनाहरू र लिएका निर्णयहरूको परिणाम हुन्। र अन्तमा एउटा प्रश्न सोच्नको लागि छोडेर जाँदैछौँ। आजको असमानतालाई साँच्चीकै हल गर्ने हो भने हामी इतिहासमा कति पछाडि फर्केर हेर्न तयार छौँ?